ल है गाइज वेलकम माई मिनी ब्लग। अब मैले चटपटी बनाउन जाँदैछु गाइज। चटपटीलाई चाहिने सामानहरू यहाँ छ होइन, टक्क सबै रेडी भइसक्यो। अब सुरु हुन्छ है त। यहाँ काटेर रेडी भएन। अब यो चाहिँ धनियाँ टक्क काटेर यहाँ हाल्यो, धनियाँ काटेर रेडी भयो। टक्क धनियाँ काटेर रेडी हुँदैछ। अब खुर्सानी कटिङ गर्दैछु है। अब खुर्सानी कटिङ गर्दैछु, ड्याङ 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 लगाएर खुर्सानी कटिङ हुँदैछ। अब खुर्सानी रेडी भयो गाइजहरू होइन, खुर्सानी रेडी भयो होइन। अब खुर्सानी सर्लक्क हाल्यो गाइजहरू होइन, टक्क सर्लक्क खुर्सानी टक्क हाल्यो। पिरो टक्क खानुपर्छ, ढ्यापका पिरो खाने बानी छ। अब प्याज काट्छ है गाइजहरू। अब प्याज काट्छु टक्क होइन, प्याज काट्छ अब टक्क टक्क प्याज काट्छ अब। प्याज हान्दैछु, प्याज हान्दैछु ल म प्याज हान्दैछु गाइज। झ्याप्प पिस हान्दैछु। अब दामी बनाउँदैछु, दामी पाराले। प्याज काट्न नि गाह्रो छ गाइज, आँसु यार गाह्रो छ। प्याज काटिसक्यो, अब प्याज काटिसक्यो। अब प्याज काटि पनि सक्यो गाइज। अब होइन टक्क यहाँ हाल्छु, टक्क हेर्नुहोस् प्याज सर्लक्क लगाएर यहाँ हाल्छु। यो चाहिँ मेरो स्टाइल हो। म केटा भयो भने एकदम चटपटी खाने खाली केटा हो। चटपटी खाने कलसहरूलाई मिल्छ है म एकदम। गाइजहरू गाह्रो छ बनाउनु, धेरै गाह्रो छ है, के गर्नु। अब पालो काँक्रो है गाइजहरू, काँक्रोको अब काँक्रो काट्छु म। हेर्नुहोस् म काँक्रो काट्छु टक्क। अब काँक्रो काट्ने पालो हो, काँक्रो काट्छु होइन, हेर्दै बस्नु होला। मेरो मोबाइल अगाडि बसेन के भयो। म काँक्रो काट्दैछु अब गाइज, हेर्नुहोस्। मलाई चाहिँ काट्न खासै आउँदैन, ठुल्ठुलै पिस राखिदिनु है, ठुल्ठुलै पिस हाल्दिनु जस्तो भयो भने। काँक्रो हान्दैछु है गाइज, काँक्रो मिठो चटपटेको लागि काँक्रो हान्दैछु मैले। एकछिन वेट गर्नु होला होइन, बन्दैछ। काँक्रो नि रेडी भयो गाइजहरू, काँक्रो रेडी भयो अब होइन। काँक्रो पनि हालेँ मैले अब ट्याक्क यहाँ। काँक्रो हाल्दैछु गाइज, काँक्रो पनि हाल्यो। साथीभाइहरू, दाइ दिदी बहिनीहरू डक्क काँक्रो हाल्यो होइन। अब बाँकी चाहिँ हाम्रो टमाटर हाल्नुपर्छ। अब आलु हाल्नु भएको छ। अब म टमाटर हान्छु, टमाटर हान्दैछु है। अब टमाटर टक्क म चटपटीमा टमाटर पनि हाल्दैछु होइन, दामी पाराले। त्यही हो, कुकुरले मनपर्छ मन पर्दैन च्याको त्यहाँ खाँदैन हो। मेरो यस्तै स्टाइल छ गाइजहरू। टमाटर पनि रेडी भएको है। अब टमाटर पनि हालिदिनु टक्क यहाँ। अब टक्क यहाँ हालिदियो मैले गाइजहरू, हेर्नुहोस्। टमाटर टक्क हाल्ने, अब टक्क हाल्ने। अब पालो आलुको है, आलुको अब आलु केलाउँछ है गाइजहरू। अब आलु केलाउँछ टक्क, अघि उसिनेर राखेको होइन तरकारीसँगै ट्याक्क। अब आलु केलाउँदै टक्क हाल्छु। आलु केलाउँदैछु, रेडी हुँदैछ। आलु पनि केलाइसक्यो गाइज, हेर्नुहोस्। आलु पनि मस्त केलायो। अब काटिन्छ यसलाई है त। अब आलु काटिन्छ त गाइज, टक्क सानो सानो पिस काट्नु पऱ्यो। आलु पनि ठुलै थियो है गाइजहरू, यत्रो थियो एउटा आलु। टक्क 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 टक्क। आलु पनि रेडी भयो है, आलु पनि रेडी भयो। आलु पनि टक्क हाल्छु यहाँ म टक्क, हेर्नुहोस्
गाइजहरू हेर्नुहोस् आलु टक हाल्दैछ अब मेरो चटपटी आज कस्तो बन्छ होला मिठो हुने कि नहुने हो आलु हाल्दैछु टक्क लगाएर आलु हाल्दैछु सबै अब लगभग फाइनल हुन लाग्यो गाइजहरू फाइनल हुन लाग्यो मेरो फाइनल हुन लाग्यो अब कागती काट्छ है गाइजहरू कागती काट्छ अब अता कागती भाग्यो कस्तो हातै झन्नै काटेको कागती काट्दा कागती गाइज काट्दैछु म हल्का यसको गेडा हार्ने हुन्छ होइन गेडाहरू केलाउनु पर्यो हल्का होइन आधै फोर भयो अब कागती काट्यो सबै काटिसक्यो अब म कागती हाल्छु यहाँ टक्क लगाएर कागती मस्त मजाउँदैछु म टक्क गाइजहरू स्पेसल भन्दैछ कागती च्वास आहा कागती खासै रस छैन छ गाइजहरू कोसिस नै गर्दैछु र गाइजहरू अब मैले यहाँ निचार्दैछु कागती रस आहा रस त आइन्छ है अमिलो पिरो त चस्स खानु पऱ्यो होइन फेरि अमिलो भयो भने त मिठो हुन्न टिपीले खाँदै आउँदै आएर है माल पनि हल्का हल्का भयो नि गाइज अब हेर्नुहोस् है त अब मैले अब चौचाउ हालेको त गाइज चौचाउ हालेको सबक्क हेर्नुहोस् चौचाउ हालेको चौचाउ है गाइज चौचाउ हाल्दैछ मैले केराउ मस्त खुस यसलाई पनि हाल्छु म गाइज हेर्दै गर्नुहोस् सबक्क यो पनि हाल्यो मैले अब यो पनि हाल्यो अब यो दालमोट है दालमोट हालेँ मैले हेर्नु सक्नुहुन्छ हेर्नुहोस् के भइरहेछ यहाँ चटपटी लक्ष्य अन्तिम तयारी आउँदैछ गाइजहरू हेर्नुहोस् होइन अब अन्तिम अब म आफ्नै हातले गाइज आफ्नै हातले नै म चलाउँछु त सबै हाल्यो अब मैले यहाँ लगभग अब हेर्नुहोस् है धनियाँ खुर्सानी ओहो नुन हाल्न बिर्सेछ नुन हाल्दैछु अब नुन बिर्सेछ अघि नुन त खानु पऱ्यो यति हालौँ अहिले नै लाग्यो भने हालौँ होला नुन पनि हाल्यो गाइज अब मेरो चटपटीको हालत हेर्नुहोस् यस्तो छ हात अब मैले घरहरू कस्तो हुन्छ कागती पनि हाल्यो टमाटर आलु टाउको के अरे त्यो टमाटर अनि टाउको पनि हाल्यो अनि दालमा पनि हाल्यो कस्तो देखेको छ हेर्नु त खाउँ लागेको छैन अब चाहिने कुरोमा के रहेछ नुनको मसला हाल्न बाँकी रहेछ है गाइज नुनको मसला अब नुनको मसला फोरेर हाल्छु म मसला पनि फोऱ्यो है गाइज अब खुर्सानी हालौँ यो मसला नि के हो भाइ के पाएर मसला हो यो तेलले भिजेर चाहिँ खतम यो पनि हालेँ मैले यसमा छ यो चाउचाउको मसला हो गाइज चटपटेको मसला चाहिँ छैन है मसँग एकदम बिजोको ठाउँमा छ आकाशबाट पनि बम हाल्ने जस्तो बुटुङ भइरहेछ होइन गाइजहरू यसको अब यसलाई एक चलाउँछौँ कस्तो हुन्छ होला है यो चटपटी कोकोलाई दिनुपर्छ कुन चटपटी चाहिँ होइन मनपर्छ भने
कमेन्ट गर है म बनाएर मेरै हातले बनाएर खाउँछु कस्तो भयो पनि थाहा छैन मलाई यो चटपटे मैले चाहिँ यसरी नै बनाएर खान्छु अरूले कसरी बनाएर खान्छ थाहा छैन है अब म नुन चाख्छु ल अलिकति एकचोटि कस्तो हुन्छ नुन लगाएर नि हेर्छु म गाइजहरू होइन कस्तो भयो होला है यो चटपटे सही भयो सही अब बाँकी रह्यो भुजा अब म भुजा हाल्छ त्यहाँ गाइजहरू ए भुइँमा खसिहाल भुइँमा खसिरह्यो लत्तै भुइँमा खसिनु भयो अहिले मैले 3 वर्ष धेरै धेरै माने है मिठो खाने होइन मिठो खाने थोरै खाने भुजिया हाल्दैछु कस्तो होला नुन पनि दामी लागेको छ चटपटेको त्यो मसलाहरू पनि छैन मसँग ससहरू पनि छैन तर यत्तिकै खानु पनि दामी हुन्छ ल मैले चाहिँ खाने स्टाइल यही हो तपाईँहरूले कसरी खानुहुन्छ होला कमेन्ट गर्नु होला आजलाई फाइनल भयो गाइज फाइनली चटपटे बन्यो ल हेर्नुहोस् मेरो घरमा आज चटपटे फाइनली बन्यो गाइज फाइनली चटपटे बन्यो ल को खानुहुन्छ आउनुहोस् कमेन्ट गर्नुहोस् है त मेरो यो स्टाइल बनाउने हात कति पिरो होला अब गाइजहरू हात कति पिरो होला ल रेडी भयो है भुजिया हालेको पनि खाउँदा अलिकति कस्तो भयो दामी भएछ बाई बाई फेरि भेटौँला है अब कुनै दिन दोस्रो मिनी भ्लगमा गाइजहरू टाटा बाई बाई चटपटे खाँदैछ भने गाइज केटाले एकदम मिठो मानेर खाएर छ मिठो कस्तो भाइ दामी खाँदा दामी अब म चटपटे पकाएर खोलेर बसाउँदा साउदीमा यहाँ चटपटे बसेर खोलेर बस्नु भयो भने तपाईँले दाइ दामी पैसा कमाउनुहुन्छ 3टा बुढी एकैचोटि पाल्न सक्नुहुन्छ दाइ ओ ल ल ल छेन्द मेरो छेन्द 3टा होइन 10वटा बे गर्ने हो भाइ 3टा भयो भने 3टा भयो भने ठिकै छ ल